के तपाईलाई लाग्छ बुद्धिले असम्भव कुरालाई पनि सम्भव बनाउन सकिन्छ? आज म तपाईहरूलाई सम्राट अकबर र उनका चतुर मन्त्री बीरबलको एउटा यस्तो प्रसङ्ग सुनाउँदैछु जहाँ एउटा कचौरा खिचडीले ठूलो अन्यायलाई रोकेको थियो। आउनुहोस् सुनौं बीरबलको अनौठो खिचडी। एकपटक जाडोको समयमा सम्राट अकबर र बीरबल एउटा पोखरीको किनारमा टहलिरहेका थिए। जाडोले गर्दा पोखरीको पानी निकै चिसो थियो। अकबरले सोचे के कोही मानिस यस्तो कठ्याङ्ग्रिने जाडोमा रातभर यो पानीभित्र बस्न सक्ला? अकबरले घोषणा गरे, यदि कसैले यो चिसो पोखरीमा रातभर उभिएर रात बिताउन सक्छ भने उसलाई दरबारबाट 1000 स्वर्ण मुद्रा पुरस्कार दिइनेछ। एकजना गरिब ब्राह्मणले आफ्नो परिवारको गर्जो टार्नका लागि यो चुनौती स्वीकार गरे। उनी रातभर चिसो पानीमा उभिए। भोलिपल्ट बिहान अकबरले उनलाई सोधे, तिमीले यति चिसो पानीमा कसरी रात काट्यौ? ब्राह्मणले इमानदारीका साथ जवाफ दिए, महाराज, टाढा दरबारमा एउटा दियो बलिरहेको थियो। म त्यही दियोलाई हेरेर रातभर बसे। यो सुनेर अकबरले भने, त्यसो भए तिमीले त्यो दियोको तापबाट तातो पायौ। यो त धोका भयो। तिमीलाई कुनै पुरस्कार मिल्ने छैन। ती गरिब ब्राह्मण दुखी हुँदै बीरबल कहाँ सहयोग माग्न पुगे। अर्को दिन बीरबल दरबार आएनन्। अकबरले सैनिक पठाउँदा बीरबलले म खिचडी पकाउँदैछु, पाकेपछि आउँछु भन्ने जवाफ पठाए। धेरै समय बितिसक्दा पनि बीरबल नआएपछि अकबर आफै बीरबलको घर पुगे। त्यहाँ पुग्दा अकबर अचम्ममा परे। बीरबलले जमिनमा आगो बालिरहेका थिए र त्यो आगोभन्दा 5 फिट माथि एउटा हाँडी झुन्ड्याएका थिए। अकबर हाँस्दै बोले, बीरबल, तिमी पागल त भएनौ? आगो तल छ र हाँडी यति माथि। यसरी पनि कहिले खिचडी पाक्छ? बीरबलले शान्त भएर जवाफ दिए, महाराज, यदि टाढा दरबारमा बलिरहेको सानो दियोले पोखरीको पानीमा बसेको मानिसलाई तातो दिन सक्छ भने यो आगोले त यति नजिकैको हाँडीको खिचडी पक्कै पकाउनु पर्छ। अकबरले तुरुन्तै आफ्नो गल्ती बुझे। उनले ती ब्राह्मणलाई दरबारमा बोलाएर सम्मानका साथ वाचा गरेको पुरस्कार दिए। कथाको सन्देश, बुद्धि र तर्कको सही प्रयोग गरेर अन्यायलाई रोक्न सकिन्छ।